Hello guys, welcome to my mini vlog. आजको दिन चाहिँ मेरो यसरी बितेको छ है त। सुरुमा चाहिँ आज म बिहान उठ्ने बित्तिकै लगभग 8 बजीतिर उठेर गाडी सिक्नको लागि गए थिएँ। अनि त्यसपछि गएर गाडी सिकेर लगभग 11 बजेतिर फर्किएँ। 11 बजेतिर फर्किएर चाहिँ टक्क लाएर आज चाहिँ हाम्रो कम्पनीबाट चाहिँ हामीलाई यो सिराहामा रहेको एडभान्स रोडमा जानको लागि चाहिँ टिकट फ्रीमा थियो, मूल्य थियो। अनि टक्क लाएर त्यहाँ चाहिँ हामी गयो। अब सबैजना सँगै जाने भन्दै पनि सबैको बिदा कामको सिफ्ट चाहिँ एकदम 12 भएर जाने बाटोबाट नमिलेको हुनाले चाहिँ आज म एक्लै जाने निर्णय गरेको थिएँ र गएँ पनि। र अब मैले चाहिँ आज दिउँसभरि एकदम धेरै भिडियोहरू लिएको थिएँ। अब यहाँ एकदमै रमाइलो गरेको थिएँ, एक्लै भए पनि होइन, धेरै रमाइलो गरेको थिएँ। तर आज एकदमै गर्मी पनि थियो। अनि गर्मीको साथसाथै अब मैले चाहिँ अब आज बिदाको दिन भनेर टक्क घुम्न चाहिँ गएँ। ल टक्क लाएर मैले चाहिँ यहाँ मिठो सानो भ्लग बनाएको छु। ल हेर्नु है त आजको मेरो दिनचर्या। सुरुमा चाहिँ त्यहाँ छिरियो होइन। अब त्यहाँ चाहिँ हाम्रो कम्पनीको त्यो उसबाट त्यहाँ गएपछि त्यहाँ हामीलाई छुट्टै गएर भित्र छिरायो। अनि त्यसपछि गएर त्यहाँबाट एकदम गर्मी भइरहेको थियो। अनि त्यसपछि म चाहिँ ट्रेन चढेर पहिला सुरु दौबुची हेर्न गएँ, यो जनावरहरू हेर्न गएँ। र अब यो नामहरू चाहिँ थाहा छैन है, टक्क लाएर यिनीहरू हेर्दै गएँ मैले। अब यो सिक्का भइहाल्यो चाहिँ के हो यो थाहा भएन। तर मैले नदेखेको जनावरहरू थियो हो आज त। अब जे होस् मैले यस्तो देखिरहेको थिइनँ नि त। ठिक छ, यहाँ एकदम राम्रो थियो। अब आजको वातावरण फेरि एकदमै गर्मी थियो नि त। अनि बिचरा त्यो यो दौबुची हेर्न मतलब यो जनावरहरूलाई नि गाह्रो भइरहेको थियो होला। यो चाहिँ एक सिङे गैँडा हो है। यो चाहिँ तर नेपालको भन्दा चाहिँ धेरै फरक थियो है। यो हुन त एकदमै यस्तो उ गरेर राखेको भएर होला, तर धेरै फरक थियो नेपालको भन्दा चाहिँ। यसको नाम चाहिँ मलाई पनि थाहा छैन। यो एक सिङे गैँडा भइहाल्यो। दुई सिङे रहेछ यार, त थाहा भएन कति थियो। यहाँ गैँडा चाहिँ 4-5वटा रहेछ। यो चाहिँ सिंह हो। यहाँ चाहिँ सिंह 2टा बसेको छ है। यस्तो दुब्लो थियो क्या सिंह पनि, एकदम दुब्लो थियो है। नेपालतिर त लास्टै मोटो हुन्थ्यो नि त। अनि म चाहिँ ट्रेन चढेर चाहिँ पुरै घुमेँ हेरेको थिएँ। एकदमै बिस्तारै ट्रेन गइरहेको थियो होइन। यहाँ चाहिँ पुरै मान्छेले हातले दिएर खाइरहेको थियो क्या फेरि लाइनले नै, योले नै। त्यसपछि गएर बिस्तारै गएँ होइन। तर यो चाहिँ दुब्लो छ। तर यो चाहिँ के पाटे बाघ हो कि हो यार, सुतिया रहेछ मस्त लाएर। पाटे बाघ त होइन, यो चाहिँ भालु हो है गाइज। यो भालु, यो चाहिँ भालु हो होइन। यो सुतिरहेको छ। आज घाम एकदम थियो नि त। अनि बिचरा मान्छेलाई त्यहाँ अडिन सकेको थिएन है, एकदमै गाह्रो भएको थियो। दौबुचेनलाई अब यो जनावरलाई पनि गाह्रो भयो। यो पाटे बाघ चाहिँ यहाँ रहेछ है त। ल यो चाहिँ पाटे बाघ टक्क यहाँ रहेछ। पाटे बाघ पनि 2-4 थियो यार। तर त्यहाँ चाहिँ त्यो ठोगोमा नै यहाँ अर्को यस्तो पाटे बाघ अर्को सेतोमा पनि देखाएको थियो यार। सेतोमा पनि हुँदो रहेछ क्या। यहाँ सेतो पानीमा पुरै डुबिरहेको छ क्या। त्यो फर्स्ट टाइम देखाएको हो त्यो सेतो चाहिँ मैले है। अनि लगभग त्यति सकेर अनि टक्क लाएर यता यो डल्फिन नाचेको ठाउँमा चाहिँ बस्यो। अनि यो डल्फिन नाचेको चाहिँ एकदम नजिकबाटै खिचेको त्यहाँ गएको। त्यो पनि एकदमै रमाइलो भयो रहेछ है। यहाँ चाहिँ एउटा मात्रै थियो होइन। यहाँ चाहिँ मान्छेहरू खासै थिएन। अनि गर्मी भइरहेको थियो नि त। अब चाहिँ म ट्याक्क सेल्फी हाल्दै यहाँ छिरेको थिएँ होइन। त्यो छिरेको थिएँ अहिले दौबुची हेर्दाखेरि पुरै गर्मीले पुरै यस्तो भइरहेको थियो होइन। बोल्न सक्ने अवस्था थिएन है। सबैभन्दा रमाइलो चाहिँ यहाँ थियो है गाइस। यहाँ चाहिँ म धेरै टाइम बस्थेँ, लगभग आधी घन्टा जस्तो बस्थेँ होला। यहाँको सेचुनीहरू चाहिँ एकदमै रमाइलो थियो होइन। यहाँले यो नाचेको गरेको एकदम रमाइलो राम्रो थियो। माथिको बल्स मेला जाँदो रहेछ है, एकदमै राम्रो थियो क्या। यहाँ चाहिँ म लगभग धेरै टाइम वेस्ट गरेँ मैले। तर ठिक छ, यहाँ चाहिँ एकदमै रमाइलो भएको थियो। त्यहाँ दौबुची हेर्नु भन्दा यहाँ चाहिँ मलाई एकदमै रमाइलो लागेको थियो।
गाइज होइन। अब मैले चाहिँ मिठो छोटो भ्लग बनाउने कोसिस गर्दै पनि आज चाहिँ मेरो 10 मिनट जतिको भएको छ है। र यो भिडियो बनाउँदै ढिलो भयो, ठिकै छ। अब सुरुवात नै हो। र सबैले लाइक कमेन्ट सेयर गरेर एकदम मलाई सब्सक्राइब गरेर एकदम मलाई चाहिँ सहयोग गरिदिन म चाहिँ अनुरोध गर्दछु होइन। यो आजको दिन सिराहामा वाकायामा ट्रेनको सिराहामा छेउको यो चाहिँ एडभान्स रोड हो। वास्तवमा चाहिँ यो ठाउँ चाहिँ भालु हेर्न आउने पाण्डा हेर्न आउने ठाउँ हो। अब पाण्डा चाहिँ अहिले लगभग यो वर्षबाटै चाइनाले लगेर अहिले चाहिँ पाण्डा रहेछ। मान्छेहरू त्यति भेटिँदैन हो। हुन त अब आज खासै अब होइन त्यही भएर होला सायद होइन। एकदमै कम्ती मान्छेहरू चाहिँ सोचेभन्दा धेरै कम्ती हुन त अझै लास्टै गर्नु पनि छ। अब मान्छेहरू जान्छ अनि माछा यो एकदमै उफ्रिन्छ क्या, एकदमै रमाइलो भयो यहाँ चाहिँ। मैले धेरै टाइम आउँछ होइन। सक्ने बेलामा थियो है। अब यहाँ निस्किने लागेको सबैजना उठ्दैछ। अनि ट्याक्क लाएर यो अगाडि सेचुमे गर्ने मान्छे हो यो चाहिँ है। यो मान्छेसँग यसो सेल्फी खिचौँ भनेर सेल्फी पनि खिचिहालेँ। यो चाहिँ कति यो पनि त्यति बेला सुरु हुने बेलातिरकै थियो यो चाहिँ। यहाँ चाहिँ हामी सब पुगिरहेको थियौँ होइन। त्यहाँ सेचुमेहरू भन्दै थियो। यो यति बेला चाहिँ एकदम रमाइलो। यहाँ चाहिँ फेरि गर्मी पनि थिएन किनभने यहाँ एसी खोले जस्तो थियो, एकदमै चिसो थियो क्या। यो मान्छे सेचुमे एकदमै ठिक लागेको थियो यार, यस्तो राम्रो थियो होइन। सेचुमे गर्दै क्या रमाइलो हुँदै थियो क्या यो चाहिँ। यो मान्छे चाहिँ उसलाई लिएर धेरै यसलाई सेचुमे गर्दै थियो क्या। पानी खोलेर होइन यस्तो रमाइलो गर्दो रहेछ। जे होस् आजको दिन चाहिँ मेरो एकदमै रमाइलो भयो। तर 2जना भएको भए अझै रमाइलो हुने होला होइन। 2-3जना साथीहरूसँग जानु पाएको भए। तर आज समयको अभाव, सबैको कामको सिट र अब कोही बिदा भयो भने घाममा ननिस्किने साथीहरू थिए है। मलाई चाहिँ फेरि त्यो बिदाको मलाई चाहिँ त्यो घामको मतलब पनि लाग्यो होइन। किनभने हामीलाई चाहिँ 18 तारिकबाट 22 तारिकसम्मको लागि मात्रै टिकट दिएको थियो। अनि यो टाइममा हामी जानै पर्थ्यो क्या। त्यहाँको अब के लिनु पर्थ्यो त्यही भएर गएको हो। जे होस् त्यस्तो अब कति छ यार टिकट त मलाई यति थाहा भएन है। तर हामी किनभने अब टिकट काट्नु पर्ने थिएन, त्यही भएर त्यो त्यहाँ टिकट काटेर गएर म त्यहीँ लागि चाहिँ हुँदैन जस्तो लाग्छ है। मलाई हुँदैन जस्तो लाग्छ किनभने त्यहाँ धेरै ठाउँहरू हेर्ने कुराहरू छ। अब पाण्डा मात्रै नभए अरू त सब छ होइन। तर त्यहाँ गेमहरू खेल्न भन्दा चाहिँ आफैले पर्छ क्या। यहाँ चाहिँ फेरि यहाँ चिल पनि उडाइरहेको छ क्या। तर त्यो चिलले क्या मिस्टेक गरेर अन्तै गरेर बसिरहेको क्या। जसमा चाहिँ चिलले क्या मिस्टेक भएको थियो त्यो चाहिँ मैले गर्दा गऱ्यो त्यसलाई चाहिँ है। त्यो ठाउँमा बस्दा चाहिँ एकदमै रमाइलो भएको थियो।
त्यहाँ जाँदा चाहिँ एकदम बेस्ट जस्तो लाग्यो है मलाई। म चाहिँ सजेसन गर्छु भने त्यस्तो नराम्रो अरूले त्यहाँ 2-4जना मान्छे ल्यायो अरूले भन्थे त्यस्तो ए खासै केही छैन पाण्डा नभएपछि केही हुन्न भन्थे। तर त्यस्तो चाहिँ होइन रहेछ है। यहाँ हरेक कुराहरू रमाइलो छ होइन। अझै यसको म पठाउने भएको चराहरू ठाउँमा चाहिँ म त्यहाँ जाँदै गएँ एकदम गर्मी भयो। म अघि नै गाह्रो भयो त्यस्तो गाइज। अब म चाहिँ यहाँ यसो एक्लै थिएँ भिडियो सिडियो यसो बनाउँदै थिएँ यसरी होइन। यहाँ अर्कै ठाउँमा यो चाहिँ अब मान्छेहरू नभएको ठाउँमा है। यस्तै थियो गाइज। अब आजको मेरो छोटो मिठो भ्लग चाहिँ अब मैले अब सक्ने विचार गर्दै थिएँ। म चाहिँ आज बिहान उठेर त्यो गाडी सिक्न गएको हो क्या। रास्तामा चाहिँ जाने प्लान छ हो कि त्यो चिउरियो खाना खाने बेला त्यो साथीहरूले जति बेला गर्ने हुन्छ भनेर भने यस्तै हो भने चाहिँ है यस्तै थियो गाइज होइन। एकदमै रमाइलो थियो होइन। हस् त गाइजहरू है मेरो यो छोटो मिठो भ्लग सबैले सुनेर साथ दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद।